टोखाको सूर्यदर्शन हाइट जस्तो हाइली डिमान्डेड एरिया, त्यसमाथि ग्रान्डी इन्टरनेसनल हस्पिटलको ठ्याक्कै पछाडि यो फुल्ली फर्निश्ड ब्रान्ड न्यू आकर्षक घर उपहार स्वरूप ल्याएँ है त मैले। यो घरको ग्राउन्ड फ्लोरमा 2 BHK फ्ल्याट छ भने पहिलो तलामा 1 BHK फ्ल्याट र 2वटा व्यावसायिक सटरहरू छन्, जसले गर्दा यो घर तपाईको व्यक्तिगत र व्यावसायिक आवश्यकताहरूलाई पूरा गर्न उपयुक्त छ। अब तलको 2टा फ्ल्याट त तपाईले व्यावसायिक रूपमा इन्कम गर्ने ठाउँ भयो भने माथि आफै बस्नलाई बनेको यो सुन्दर बंगलो स्टाइलको फुल्ली पार्केटेड फ्लोर र भित्ताका तल्लो भागमा उच्च गुणस्तरीय फर्निशिङको साथ तयार गरिएको काठको उत्कृष्ट सजावटले यसलाई अझै सौन्दर्यपूर्ण बनाएको छ। यो ठूलो र आरामदायक लिभिङ रुममा आनन्द लिनको लागि यो कुनाको वाटर फाउन्टेन त गजबकै रहेछ। सँगै छुट्टै पारिवारिक सल्लाहको लागि ठिक्कको फ्यामिली स्पेस सँगै 4वटा आरामदायी बेडरुम, जसमध्ये 2वटामा अट्याच टोयलेट बाथरुम पाउनुहुनेछ भने बेडरुम र लिभिङ रुम तथा सबै कोठाहरूबाट बिहान र बेलुकीको मनोरम भ्यू हेर्नको लागि बाल्कनीको एक्सेस, जसले तपाईको दैनिक जीवनमा शान्ति र आनन्द प्रदान गर्नेछ। छतमा बालबालिकाका लागि सानो स्विमिङ पुल र कफी पिउँदै काठमाडौँ उपत्यकाको सुन्दर भ्यू हेर्दै शान्त इन्भाइरोमेन्टको आनन्द लिँदै फ्रेश हुन सकिन्छ। एमिनिटिजको कुरा नै गर्नुपर्दा सँगै रहेको ग्रान्डी इन्टरनेसनल हस्पिटल, ग्रान्डी टावर, ग्रान्डी भेला जस्तै अरू पनि थुप्रै कोलोनी तथा हाउसिङ सराउन्डिङमा भएपछि डेली लाइफलाई इजी बनाउन सम्पूर्ण फ्यामिलीलाई चाहिने एमिनिटिज पनि वकिङ डिस्टेन्समै पाउनुहुनेछ, जस्तै घर तथा पर्सनल शपिङको लागि हाटबटनी, स्कुल्स, ब्याङ्क्स, मार्ट्स, रेस्टुरेन्ट्स जस्ता सम्पूर्ण सुविधा नजिकै। 20 फिटको यस्तो फराकिलो अनि पक्की बाटोले छोएको यस्तो सुन्दर भ्यू सहित लगभग 4100 स्क्वायर फिट रहेको यो आलिसान घर यस्तो प्रिमियम फिनिशिङ सँगै एस्थेटिक डिजाइन भएको तथा यस्तो आनन्द आउने गरी सजाइएको घर आएपछि त मलाई आफैले किनौँ कि जस्तो पो लाग्यो। पूर्जा अनुसार 4 आना 1 पैसा 2 दाम जग्गा छ भने लगभग आधी आना जग्गा बढी चाहिँ फ्रीमा पाउनुहुनेछ, जुन हजुरहरूको लागि उपहार नै भयो है। यस प्रपर्टीका बारेमा थप जानकारीका लागि आजै भूमित्र प्रपर्टिज एन्ड रियल एस्टेटलाई सम्पर्क गर्नुहोस्। तपाईको सपनाको घर तपाईको पर्खाइमा छ। भूमित्र, घर जग्गा कारोबारको साझा मित्र।